सी सक्यो, अब एमबिबिएस पढ्ने होला। अब सुनिएको छ होइन, सी भन्दा एमबिबिएस गाह्रो हुन्छ होइन। कसरी हामीले एमबिबिएसलाई राम्ररी युटिलाइज गर्न सकिन्छ, कसरी हामीले राम्रो डक्टर बन्न सकिन्छ अथवा भनौँ होइन, कसरी हामीले फर्स्ट इयर सेकेन्ड इयरलाई अब भनिन्छ पढाइ हेक्टिक हुन्छ, सो कसरी हामीले त्यसलाई म्यानेज गर्न सक्छौँ। सो हेलो वेलकम एभ्रीवान टु माई भिडियो। आज हामी कुरा गर्नेछौँ त्यहीको बारेमा कि हामीले फर्स्ट इयरलाई कसरी हामीले सर्भाइभ गर्ने भनेर। सो अब मेडिकल कलेज भन्ने बित्तिकै सबभन्दा पहिलो कुरा हाम्रो दिमागमा के आउँछ भन्दाखेरि ऱ्यागिङ, राइट। सो ऱ्यागिङ अब वान अफ दि के भनौँ त्यसलाई नयाँ एक्सपिरियन्स भनौँ अथवा भनौँ कि युनिक एक्सपिरियन्स भनौँ कि के भनौँ होइन। अब नेपालभरिको वान अफ दि अब प्रायः सबै मेडिकल कलेजमा ऱ्यागिङ हुन त हुन्छ नै हुन्छ होइन। अब जस्तै हाम्रो बिपीमा अहिले त्यस्तो त ऱ्यागिङ हुँदैन पहिला जस्तो होइन। अब एडमिनिस्ट्रेसन धेरै नै स्ट्रिक्ट भइसकेको छ, तर सब अरू कलेजहरूमा चाहिँ ऱ्यागिङ चाहिँ हुने चलन छ होइन, स्टिल हुन्छ। अब खासमा किन गरिन्छ भन्दाखेरि अब त्यसको पछाडिको बिहाइन्ड द सिन्सको कुरा गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि सीमा नाम निकालेपछि सबैमा के हुन्छ भन्दाखेरि इगो आउँछ, म यो सबभन्दा ठुलो भनेर होइन। कोही ऱ्याङ्क धेरै हुन्छ, कोही तल हुन्छ, कोही कोटाबाट आएको हुन्छ, कोही मेरिटबाट आएको हुन्छ। अब सबैलाई बराबर एउटै लेभलमा ल्याउनलाई अथवा भनौँ कि इगोलाई ब्रेक गर्नलाई जेनरली ऱ्यागिङ गरिने भनिन्छ होइन। तर त्यो नराम्रो हो, म त्यसलाई एप्रिसिएट त गरेको होइन, तर हुन त हुन्छ होइन। तर मेडिकल कलेजहरूमा अब के गर्ने भन्दाखेरि त्यसलाई इन्जोयको फर्ममा लिने हो क्या। अब जस्तै हामी आउँदाखेरि पनि हाम्रो ऱ्याङ्क भएकै हो हुन त होइन, तर त्यसलाई इन्जोयको फर्ममा लिने हो क्या। त्यस्तो रमाइलोको फर्ममा लियो भने चाहिँ त्यस्तो नराम्रो चाहिँ फिल हुँदैन होइन। अब त्यसपछि चाहिँ गर्दाखेरि चाहिँ त्यही दाइ दिदीहरूसँग चाहिँ राम्रो बन्डिङ चाहिँ बन्छ। पहिला कुरा त यही थियो, वान अफ दि नयाँ एक्सपिरियन्स भनेकै ऱ्यागिङ हो होइन। सो अर्को हामीले कुरा गर्छौँ के बारेमा भन्दाखेरि एकाडेमिक्सको बारेमा। सो कति केसमा चाहिँ के हुन्छ भन्दाखेरि कि फ्रेसरमा नाम निकालेकोहरूले चाहिँ अब कन्टिन्यू गर्छ होइन, एकदम धेरै फर्स्ट इयरदेखि पढ्छन् पनि राम्रो मार्क्स ल्याउँछन् होइन। अरूमा कसैको के हुन्छ भन्दाखेरि भर्खरै त सिडी दिएर आएको छु, 3-4 महिना ग्याप लिन्छु, रेस्ट गर्छु भन्ने जस्तो हुन्छ होइन। म जस्तो होइन, मैले पनि त्यही गरेको थिएँ। सो रेस्ट लियो भने चाहिँ अब के हुन्छ भन्दाखेरि कतिखेर पछाडि पढिन्छ थाहा हुँदैन, त्यसपछि चाहिँ त्यो अब रिकभर गर्न पनि गाह्रो भइहाल्छ होइन। एकाडेमिक्सको लागि चाहिँ के हो भन्दाखेरि डे 1देखि नै हामीले पढ्नुपर्छ। अब एमबिबिएसमा आएर यो होइन कि अब इक्जाम टाइममा मात्रै पढ्ने भनेर, त्यो पढेर धेरै कमजना सक्छन् होइन, जसको अब माइन्ड धेरै नै ट्यालेन्टेड छ, तिनीहरूले सकिहाल्छन् होइन। तर बेसिक मन्त्र के हो भन्दाखेरि फर्स्टैदेखि पढ्ने हो, धेरै पढिराख्नु पर्दैन, दिनको 2 घन्टा 3 घन्टा अथवा जति कलेजमा पढाइन्छ त्यति नै मात्रै पढ्यो भने पनि हामीलाई इनफ हुन्छ होइन। अर्को कुरा, अर्को वान अफ दि मोस्ट इम्पोर्टेन्ट क्वेसन्स के आउँछ भन्दाखेरि कि अब जस्तै टिचरले पढाएको क्लासमा बुझिँदैन, आएर जस्ट स्लाइड रिड गरेर गइहाल्नुहुन्छ, कसरी त्यसलाई ह्यान्डल गर्ने भन्दाखेरि अब प्रायः जस्तो टिचरहरूको त बुझिन्छ होइन, कुनै बुझिँदैन भने त्यसको लागि हामीले अब लेक्चर्सहरू हेर्ने, अब अनलाइन जस्तै प्रेप ल्याडर, म्यारो पाउँछ, युट्युबकै पनि लेक्चर पाउँछ, त्यो लेक्चरहरू हेर्ने। आफैले पनि जसलाई बुक रिडिङ गर्ने हेबिट छ उसले बुक रिडिङ गरेर पनि बुझ्न सक्छन् होइन, त्यसमा ठुलो कुरा भएन। सो त्यही हो, टिचरको लेक्चर बुझेन भने युट्युबमा हेर्ने, अनलाइन लेक्चर्स हेर्ने, भिडियो लेक्चर्स हेर्ने, बुक्स आफै पनि पढ्दा भयो। यो सेल्फ स्टडी चाहिँ गर्नुपर्छ। सेल्फ स्टडी गर्ने बानी भयो भने धेरै हामीलाई हेल्पफुल हुन्छ। मलाई लाग्छ कि त्यही वान अफ द इम्पोर्टेन्ट कुरा हो बिपी ग्याजेट्सको बारेमा। अर्को पाटनमा पनि सेल्फ स्टडीको एकदम राम्रो कन्सेप्ट छ। सेल्फ स्टडी गऱ्यो भने चाहिँ त्यसले धेरै बुस्ट दिन्छ क्या, त्यसले आफैले धेरै नलेज आउँछ। त्यो भिडियो लेक्चर्स अथवा कि क्लासको लेक्चर्सहरूभन्दा चाहिँ सेल्फ स्टडी चाहिँ बेस्ट हो। अर्को कुरा के हुन्छ भन्दाखेरि एटेन्डेन्सको कुरा। हामीलाई धेरैजनालाई थाहा नहुनसक्छ, तर मेडिकल कलेजहरूमा चाहिँ के हुन्छ भन्दाखेरि एटेन्डेन्स कम्पलसरी गरेको हुन्छ एउटा फिक्स्ड एमाउन्टमा। जस्तै बिपी ग्याजेट्समा हाम्रो अब कुनैमा 80% छ, कुनै अब पार्टमा 70% हुन्छ, कुनै कलेजमा 70% हुन्छ, त्यस्तै 70, 75, 80%कै रेन्जमा हुन्छ। सो त्यो चाहिँ बुझ्नुपर्छ। सो क्लास छोड्ने बेलामा पनि अलिकति ध्यान दिनुपर्छ हामीले, किनभने त्यो भएन भने चाहिँ हामीलाई फाइनल दिन मिल्दैन भने बेकारमा अब त हामीलाई सप्ली जानुपर्छ अथवा इयर रिपिट गर्नुपर्ने हुनसक्छ होइन। सो त्यो कुरालाई चाहिँ ध्यान दिने कि क्लास छोड्दाखेरि चाहिँ एटेन्डेन्स चाहिँ नजाओस् भनेर चाहिँ ध्यान दिनुपर्छ हामीले। सो अर्को कुरा के हुन्छ भन्दाखेरि अब कुनै कलेजमा चाहिँ अब जस्तै के हुन्छ भन्दाखेरि टिचर अब क्लास हुन्छ होइन, तर टिचर आउँदैन, यत्तिकै एटेन्डेन्स भइहाल्छ। बिपी ग्याजेट्समा त्यस्तो छैन। बिपी ग्याजेट्समा सबै कुरा टाइम टु टाइम हुन्छ, सबै कुरा एकदम फुल्ली एन्ड सबै नियमअनुसार हुन्छ होइन। तर अब कुनै बाहिर कलेजमा हामीले सुनेअनुसार चाहिँ के हुन्छ भन्दाखेरि अब टिचर आउँदैन होइन, क्लास हुन्छ तर टिचर आउँदैन, जस्ट एटेन्डेन्स भएर चाहिँ गइहाल्छ होइन, अब आफैले पढ्ने भन्ने जस्तो हुन्छ होइन। अब त्यसले चाहिँ अलिकति मलाई लाग्छ फरक त पर्छ होइन। तर त्यही कुरा हो कि अलिकति राम्रो कलेज भयो भने चाहिँ तपाईँहरूलाई यो कुराको लागि पनि एउटा प्लस पोइन्ट पाइन्छ भन्ने हुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि इक्जाम। यस, एमबिबिएसको इक्जामको फियर त हुन्छ, किनभने कन्टेन्ट यति नै धेरै हुन्छ कि हामीलाई टाइमै पुग्दैन। र झन् पेपरको बिचमा जुन ग्याप हुन्छ, 1 दिनको ग्यापले त केही पनि थाहा हुँदैन, केही पनि बुझिँदैन। सो के गर्ने भन्दाखेरि पहिलादेखि नै पढेको हुनुपर्छ र 15 दिन अगाडि, 15 दिन 2 हप्ता 3 हप्ता अगाडिदेखि नै हामीले माइन्ड प्रिपेयर गरिहाल्नुपर्छ इक्जामको लागि चाहिँ। र कम कन्टेन्ट राख्नुपर्छ ताकि 1 दिनको अगाडिमा एकचोटि हेरेर मात्र इक्जाम
दिन सक्छु भनेर। अर्को के कुरा आउँछ भन्दाखेरि अब जस्तै कि अब सबै प्रायः जति पनि राम्रो राम्रो कलेजमा गइन्छ सबै कतै न कतैको टपर नै हुन्छ। के हुन्छ भन्दाखेरि अब सही नै लगभग टपर नै हुन्छ होइन, कोही एक्सेप्ट। तर त्योमा के हुन्छ भन्दाखेरि अब फेरि लास्टमा जुन एमबिबिएसको इक्जाम हुन्छ त्यसको जुन रिजल्ट आउँछ त्यसमा एकजना मात्रै कोही टपर हुन्छ, अफकोर्स कुरा हो। सबैले के लाग्छ भन्दाखेरि म पनि कतैको टपर थिएँ, यहाँ आएर म टपर हुन सकिनँ, त्यो फ्रस्ट्रेसनहरू चाहिँ राख्ने होइन। हामी ब्याचलरमा भनेको स्किल सिकेर जाने हो, हामीले नलेज लिएर जाने हो, न कि मार्क्स। अब जस्तै के हुन्छ भन्दाखेरि कोही धेरै मार्क्स ल्याएर उसलाई कम नलेज हुनसक्छ, रट्टा मारेर लेखेर पनि हुनसक्छ होइन। तर कोही मान्छेलाई कम मार्क्स ल्याएर पनि धेरै नलेज हुनसक्छ कि अब अफकोर्स मेन फोकस हाम्रो नलेजमा हुनुपर्छ नि त। त्यो कुरा हो कि सिकेर जान्छु भनेर चाहिँ हुनुपर्छ। यो होइन कि इक्जाममा बस धेरै मार्क्स ल्यायो सक्यो, त्यस्तो हुँदैन। इक्जाम मार्क्स ल्यायो राम्रो कुरा हो, तर नलेज हुनु पनि एउटा इम्पोर्टेन्ट कुरा हो। सो इक्जाममा त्यस्तो धेरै मार्क्सको पछाडि जाने त त्यस्तो नगर्नु। अर्को के हुन्छ भन्दाखेरि अब जस्तै बिपी क्याचर्स, पाटन, कुनै कलेजहरूमा चाहिँ अब फर्स्ट इयर सेकेन्ड इयरदेखि नै हामीलाई क्लिनिकलको एक्सपोजर हुन्छ। क्लिनिकलको एक्सपोजर हुँदाखेरि चाहिँ अब हामीलाई पछि पनि के हुन्छ भन्दाखेरि अब हामीलाई पेसेन्टहरूसँग डिल गर्न सजिलो हुन्छ क्लिनिकल टाइममा होइन। के हुन्छ भन्दाखेरि अब पहिलादेखि नै हिस्ट्री टेकिङहरूको कुरा सिकाइन्छ होइन, धेरै कुराहरू पहिलादेखि नै अब इन्फर्मड रहन्छ भने अलिकति राम्रो हुन्छ होइन। सो त्यस्तो कलेजमा चाहिँ एउटा के भनौँ त्यसलाई प्लस पोइन्ट हुन्छ होइन कि अब तपाईँहरूलाई पहिला नै क्लिनिकल एक्सपोजर पाएको छ भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा हो। अर्को कुरा के छ भन्दाखेरि हामीलाई अब फन र रिफ्रेसमेन्टको कुरा गर्दाखेरि के हुन्छ भन्दाखेरि यति धेरै हाम्रो पढाइ हेक्टिक हुन्छ, त्योबाट अब हामीले एकदम मोनोटोनस हुन सकिन्छ क्या। त्यो मोनोटोनस नहुने, त्यो स्पोर्टलाई चाहिँ अब अलिकति फोकस गर्नु, किनभने मोनोटोनस भयो भने चाहिँ राम्रो पनि हुँदैन। अब जस्तै इक्जाम्पल र स्पोर्ट्सले हेल्प पनि गर्छ लिटरली, किनभने जस्तै बिपिकास कुरा गर्दाखेरि म्याक्सिमम् जति पनि टपर्सहरू छन् यहाँको सबै कुनै न कुनै स्पोर्ट्समा राम्रो खेलाडी छन् क्या। सो त्यसले पनि अलिकति हाम्रो एजुकेसनमा हेल्प नै गरेको छ हुन त होइन। धेरै मोनोटोनस भइरहेको छ भने कुनै क्लब जोइन गर्ने, हल्का केही टाइम स्पेन्ड पनि हुन्छ र हल्का धेरै कुरा सिकिन्छ पनि क्लबहरू गएर होइन, त्यो कुरा भयो। सो यही हो भाइ बहिनीहरू, रमाइलो गर्न चाहिँ कहिले पनि छोड्ने होइन। अब जस्तो विकेन्डहरू हुन्छ, त्यो विकेन्डहरूमा साथीहरूसँग घुम्न जाने, साथीहरूको बर्थडे पार्टीहरू इन्जोय गर्ने, हामीले रमाइलो गर्नुपर्छ। हामीले जति इन्जोय गर्छौँ ब्याचलर लाइफ त्यति नै सकिन्छ क्या। र झन् त्यहाँ जहाँ अब कम्पलसरी होस्टल हुन्छ होइन, त्यस ठाउँमा सबै साथीहरू एकै ठाउँ बसिन्छ, त्यहाँ झन् इन्जोयमेन्ट हुन्छ। आई क्यान से यु बाई द एक्सपिरियन्स फ्रम द बिबी क्याचर्स। यहाँ सबै साथी एकै ठाउँ बस्छ भने रमाइलो पनि त्यति नै हुन्छ भाइ बहिनीहरू। सो वान अफ द कुरा के आउँछ भन्दाखेरि हामीलाई फेसिङ न्यू पिपल। अब जस्तै हामी घरभन्दा धेरै टाढा आएको हुन्छौँ होइन, कुनै केसमा पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्व होइन, कतिदेखि भ्यालीतिर होइन, बाहिरदेखि भ्यालीतिर दार्चुलादेखि लिएर बिपी आएको पनि छन्, धेरैजना छन् होइन। सो के हुन्छ भन्दाखेरि अब घरभन्दा धेरै टाढा गइन्छ होइन। अब त्यो के हुन्छ भन्दाखेरि त्यो घरवाला फिल चाहिँ आइरहँदैन, घरबाट धेरै अब होम सिकनेस हुने हुन्छ होइन। अब कतिजना के हुन्छ भन्दाखेरि 12सम्म चाहिँ आफ्नै ठाउँमा पढेको हुन्छ, अब ब्याचलरमा चाहिँ बाहिर जानुपर्ने हुन्छ। के गर्ने भन्दाखेरि अब जस्तै आफ्नै अब बिपी क्याचर्समा चाहिँ के छ भन्दाखेरि एउटा रिजनलको चलन छ होइन। रिजनल भनेको के हो भन्दाखेरि अब जस्तै आफ्नै गाउँठाउँको मान्छेहरू, फर इक्जाम्पल जस्तै अब मोरङको छ भने मोरङकै मान्छेहरू छन् होइन, लुम्बिनीको जति पनि छ लुम्बिनी प्रदेशतिरको सबैको लुम्बिनी रिजनल भन्ने हुन्छ। मतलब कि लुम्बिनीतिरको जतिजना छन् सबै बसेर भेला भएर अब जस्तै खाने पिउने रमाइलो पार्टी सार्टी यस्तो हुने चाहिँ हुन्छ। सो त्यस्तोहरूमा बिपीमा चाहिँ त्यस्तो छ, अरूको चाहिँ भन्न मिल्दैन। तर के भन्दाखेरि हामीलाई आफ्नै गाउँठाउँतिरको साथीहरू बनाउने हो र उनीहरूसँगै रमाइलो गर्न सकिन्छ। बाहिर पनि जाने हो, अब यो होइन कि अब आफ्नै गाउँठाउँतिरको मात्रै साथी बनाउनु पनि होइन, अरू साथीहरू पनि बनाउने हो। साथीमा त्यस्तो लिमिटेसन त कहिले राख्नु हुँदैन कि यहाँको बनाउँदिनँ त्यहाँको बनाउँछु भनेर। तर अब होम सिकनेस भयो भने चाहिँ त्यही हो, आफ्नो गाउँठाउँको मान्छेहरूलाई भेटघाट गऱ्यो भने त्यस्तो धेरै त फिल आउँदैन, त्यही हो। अर्को कुरा के भन्दाखेरि अब म्याक्सिममले अब अहिले त म्याचिङहरू भइसक्यो भने त केही भन्न सकिँदैन। तर नभएको केसमा चाहिँ के हुन्छ भन्दाखेरि नजिकको कलेज रोज्न सकिन्छ। फर्स्ट प्रायोरिटी अफकोर्स एकाडेमिक्सहरूलाई हो कि के सिक्ने भनेर, इफ पोसिबल हुन्छ भने नजिकको कलेजहरू चुज गर्नुपर्छ, किनभने 5-5.5 वर्ष चाहिँ अब सानो कुरो होइन। सो नजिककोमा जति नजिककोमा भयो भने त्यति राम्रो हुन्छ भन्ने जस्तो लाग्छ। त्यसैले मैले पनि मेरो पनि घर नजिक छ, सो मैले बिपी क्याचर्स चुज गरेको थिएँ होइन। सो थ्याङ्क यू एभ्री वान। आजको लागि यति नै थियो। केही डाउट्स केही क्युरिज छ भने हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। मन परेमा लाइक र सेयर गर्नुहोला। थ्याङ्क यू एभ्री वान।